नेपालमा त काम गर्दा र जागिर हुने यता अब स्वास्थ्य शिक्षा फ्री हुने भने त नेपाल त स्वर्ग नै हो नि। विदेशमा त चाहे अमेरिका जहाँ भए पनि कहाँ हुन्छ यहाँ भनेको एक्लो फिलिङ हुन्छ, कहिलेकाहीँ बिरामी भइन्छ, सबै कुरा सजिलो छैन नि त। मेन समस्या भनेको त वैदेशिक रोजगारमा अब त्यही हो। बिरामी हुँदाखेरि सबभन्दा समस्या अब खाना बनाउनु, कसैले तातोमा ल्याएर दिन्छ कि केही गर्छ कि। कोरिया छँदाखेरि मलाई चाहिँ त्यो पेट सम्बन्धी बहुत एकदम धेरै गाह्रो भएको थियो। त्यो रोग पत्ता लागेन। लास्टमा आएर नेपालमा गएर यसो चेक गराएको पछि 15-20 दिन पछाडि मलाई चाहिँ अनि एपेन्डिक्स भएर रहेछ। एपेन्डिक्सले गर्दाखेरि त्यो एपेन्डिक्सको कारणले पेट दुख्न सुरु गरिराखेको रहेछ। त्यसले गर्दा नि म त्यो कोरिया छोड्न पनि बाध्यता भएको, नभए पछि चाहिँ छोडेको थिएन होला। अब भावीजना त सकेसम्म अब यही नेपालमा केही सेटल भएर बसौँ भन्ने हो। यसो चारैतिर मन डुलाएको छ, लगानी गर्न मन लागेको छ। अब के एउटा लगानी गरेर 15-20 लाख यसो केही गर्छु भन्ने प्लान हो। तर त्यसको इन्कम अब प्रतिफल आउँछ कि आउँदैन भन्ने चाहिँ अलि डर मनमा त्रास छ। सबभन्दा मेन समस्या भनेको त्यही हो। अब विदेशमा 3 लाख लगानी गरेर गयो भने 2-3 लाख साउदी कतार गयो भने 50-60 हजार त हामीलाई फिक्स आउँछ है भन्ने हुन्छ नि त। धेरै नकमाए नि। सकेसम्म नेपालमै बस्न चाहन्छ। मलाई विदेश जाने मन रहरै छैन। चाहे अमेरिका होस्, चाहे युरोप होस्, चाहे साउदी कतार, त्यो चाहिँ अहिले चाहिँ आएर मन एकदम विदेश भन्नेतिर खासै त्यति इन्ट्रेस्ट लाउन छोडेर